Welcome to my mini vlog, part 2. ओके दिदी कतिको एक्साइटेड होइसिन्छ घर जान आफ्नो घर जानु त के एक्साइटेड हुनु छुट्टै किसिमको त्यो भित्रबाट भाइब्स आउँछ नि रमाइलो वाला आफ्नो भनेको आफ्नो टाइपको हामीसँग एकजना गेस्ट पनि दाजुहरू हुन्छ सँगै अघि काँक्रो खुवाउनु भएको थियो उहाँले काँक्रो गाउँबाट लिएर आएको काँक्रो खाएर जानु भन्नुभएको थियो ल यो चाहिँ गोर्खा बजारको सिनेरियो हिजोको भ्लगमा पनि मैले देखाइसकेको छु हजुरहरूलाई नाइट भ्यू अनि यो इभिनिङ भ्यू गाइस मैले यस्तो पानीमा रुजेर चक्लेट मैले चाहिँ चक्लेट अस्ति खाएको भएर एकदम मन परेर किनेको होइन ल हामी चाहिँ इन्जोय गर्छौँ कहाँ लिन लागिरहेको यो हेर्नुहोस् यहाँबाटको अहिले हामी कहाँ आइसक्यौँ अहिले आइसक्यौँ Tapi mungkin nggak sekolahnya. पानी हेरौँ न पानी ताल छ ताल हेबदाल जानै परेन अब खैरेनी राइट नाउ ओके पानीले हेरौँ न बाटो पुरै धुलो चाहिँ छक्कास बनाइन्छ यसरी जाममा परियो अहिले होइन यहाँ त रुख ढलेर हेर्नु त गाइस हालत बिचारा टुरिस्ट बस्ने पनि यस्तोसँग ढलेको छ हाम्रो मुगलिन चितवनको हाइवे मुगलिन नारायण अहिले ढिलो गरे के बनाउने अशोका रिसोर्टमा आइसकेको छ अमे मेरो चप्पल त पुरै भइदिएको छ है चप्पल पुरै पानी आएको हो भित्र नमस्ते यो चाहिँ रेस्टुरेन्ट डिपार्ट है यतै बस्ने भ्यू हेर्दै यता पनि रहेछ ल यता घाम लाग्यो कि लाइटको ऊ हो र पुरा स्याडो आइरहेको के खोला चाहिँ खत्रै बढेछ दिदी है बवाल बढेछ खोला त अनि यताबाट त घाम पो लागिरहेको यत्रो ठुलो पानी परेर अनि सन जाडो जाडो भए मलाई त त्यही अता हात राख्नु ओइ दाइ यहीँ बस्ने दिदी त्यहीँ बस्छु छैन होला तिमीलाई गोरा छोडेर आएको हामीले गोर्खा छैन चितवन छिन् भन्छु कहिले चितवन आयो चितवन छैन गोर्खा छि भनेर पछि गोर्खालाई बिर्सिनु भएन कि यसले के गोर्खा भनेपछि के मेरो डायमन्ड हराएको डायमन्ड होला के स्टिल हेर्नु गाइस नाक
कस्तो नराम्रो क्या त्यो सुन पसेर दाइ म भोलि आउँछु यसो हेर्नु त्यहाँ मेरो भ्लग हेर्नु नि तपाईँलाई नमहिमा किनेको दाइमा नमहिमा किनेको दाइ पनि 9 महिना त अझै भएको छैन 8 महिना त्यो असोज पनि काट्नु हुन्छ कि 1000 यो महिनाको लगभग कस्तो उठाइस् त नानी 1000 लगाइहाल्यो महिनाको 1000 रुपियाँको दरले कस्तो उठाइस हुनु लस्ट मगा भएको छु है दाइको त अब खै अब भर्खर चिन्ना नै भएको आउँदा मैको घर बसिरहेको भर गाडीमै आयो चिन्ना भयो हजुर उहाँ त यिनको त के आएर छोड्ला यसले छोडिदिँदा मैले होला बरु कस्तो मैले दुइटै हो दुइटै हो Both side. ल मटन सेट होइन खाजा सेट कस्तो यो म्यारिनेट गरेर कलर हाल्यो मिठो हाम्रो चिकन प्ल्याटर अनि मटन खाजा सेट चाहिँ प्लेट सबजना भोकले खुनखार भएर आउनु भएको थियो अनि आएर कति पुरा लुछाचुर भएर दाइ दिदी चाहिँ कफी खान जानुभयो कफी पिउन अनि हामी चाहिँ फिनिसिङ गर्दैछौँ प्लेट कस्तो लाग्यो हजुरहरूलाई दाइलाई यता मिठो तर हजुरको आफ्नै मान्छेको भन्नु भएन ल सबैजना अशोका भनेर अशोकामा चाहिँ आएर खाजा नास्ता खाएर जानु एकदम मिठो सबै त्यो वहाँ भएर भएको मान्छेको अगाडि भनेको अनेस्ट रिभ्यू है एकदम खानेकुरा चाहिँ कुनै कुरामा कम्प्लेन थिएन एकदम मिठो थियो सबै त्यो रेजेन्टाको बरु हल्का सिएमसी अगाडि पनि छैन न त्यहाँ म सिएमसी अगाडि चाहिँ नर्मल त्यो होटेलै भयो है त्यो यसो रेस्टुरेन्ट टाइप पनि छ त्यहाँ ओके म चाहिँ व्हाइट सस चाहिँ कस्तो मन पर्यो टेस्टी लाग्यो म दाइ दिदीलाई पनि सोध्नुहुन्थ्यो दाइ दिदी कफी खाने माथि क्याफेहरू गइसक्नु भयो मस्त लाग्यो गाडी अझ मन पर्दैन होला एकदम इन्जोय भयो रमाइ भयो है सास तल सक्यो ल थ्याङ्क यू हजुरलाई ल हामी चाहिँ हाम्रो चाहिँ पछिटो बस्नु होला ल कस्तो लाग्यो हजुरलाई किन बनाउनु सोच्दा त्यो पोल्सो सला जस्तो भएको चाहिँ मलाई माया नै छैन त्यो अरू नै के हालेर बनाएको अनि त्यही भएर म चाहिँ त्यो चम्चाले खाएको खाइ गरेको के ल हामी चाहिँ अब निस्केको दाइ दिदी चाहिँ अलरेडी गाडीमा गएर बसिसक्नु भयो हामीलाई वेट गरिराख्नु बिचारा ल इट्स टाइम टु से बाई टु अशोका होटेल फर्स्टचोटि आएको दाइ दिदीसँग एकदम रमाइलो भयो होइन मिठो लाग्यो खाजा कडक कडक गोर्खादेखि खानाको भरमा आएको थियौँ खाना एक कप चियाको भरमा अनि मिठो ल भाजीबाट स्पेसल थ्याङ्क्स टु हिम केही भन्नु छ हजुरलाई छैन मेरो भ्लगको लागि केही भनिदिनु न 2 शब्द बेस्ट अफ लक बेस्ट अफ लक मात्रै हो ल केही छैन ल हामी चाहिँ अब नारायण घाटतिर गाडी रोकेपछि पनि यहाँ कम्पनीको लागि छन् सबैजना एकदम रमाइलो भयो ट्रिप चाहिँ एकदम मेमोरेबल होइन सबैजनालाई मनैदेखि धन्यवाद छ आउने दिनमा नि फेरि यस्तै सन्जोग बस रामनगरको जङ्गलमा ल यस्तो एक्सिडेन्ट भयो त आजभोलि अझ उता त्यो कपिलासुर जाने बाटोमा पनि भएको थियो बट आई त नट क्याप्चर होइन आई कुडन्ट ल हेर्नु रामनगरमा आएर बाटोमा जाम पर्यो आएर न अगाडि एक्सिडेन्ट भयो कि बाटो ब्लक भयो कि स्काई चाहिँ खतरा इन्सेन देखिन हेर्नु न त्यहाँ मोबाइलमा 10-15 मिनट जाममा परेको वी आर स्टिल हियर होइन अनि अहिलेसम्म यो जाम हुने त केही हुनै छैन ठ्याक्कै फेरि घरको मुखमा आएर जाम हुनुपर्ने यो भएन हल्का जाम चाहिँ खुल्यो अनि यहाँ चाहिँ कति धेरै लिप्सियो आम्मै टिपेर आउनुपर्छ त्यहाँ पनि हल्का चाहिँ खुल्यो है नारायण घाटको पिल्लरलाई कसले हेपेर यसरी पन्छ्याएर साइडमा फालिदियो यार र हाम्रो नारायण घाट लेखेको पिल्लरलाई यस्तो त नगर आऊ न साथीहरू
ल गाडी चाहिँ बल्ल हल्का हल्का खुल्न थाल्यो अनि यहाँबाट सिन नजारा अनि खास कारण चाहिँ यहाँ भारत चाहिँ यसरी पुलिसहरू एकदमै हुनुहुन्छ यहाँ ट्राफिक पुलिस ए यहाँ यस्तो भएर रहेछ नि त ओ सेट कस्तो नमजाले ऊ भन्छ क्या यार जुन ठाउँमा अहिले इन्सिडेन्ट भयो ल अब हामीले सर र अब आपटारीको जङ्गल पार गरेर जाँदैछौँ फाइनली हामी गोर्खादेखि लिएर आएको कोसेली ल्याएर घरसम्म ल्याउन सफल भयौँ ल हाम जनता छैन सचिताउनमा अन्धकारमा दाइहरूलाई यहाँ एकदम अन्धकारमा छौँ हामी ल Thanks for watching.